हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल स्मी शिव छेत्री। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु होइन। आज चाहिँ मैले तपाईँलाई जब तपाईँ युट्युब गरिराख्नु भएको छ तर तपाईँले मोनिटाइज गर्नुभएको छैन र मोनिटाइज कसरी गर्ने भन्ने कुरा तपाईँलाई थाहा छैन भने चाहिँ आज चाहिँ म तपाईँलाई मोनिटाइज गर्ने स्टेप बाई स्टेप तपाईँलाई सिकाउने छु। तपाईँले चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला र जतिजना लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुभएको छैन सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुहोस् गाइज है त। सबै कुरा प्रक्रिया सिकाउने छु। तपाईँ सुरुमा रिभ्यूमा क्लिक गरेर तपाईँले डन गर्नु होला। अनि सेकेन्डमा चाहिँ तपाईँले गएर अनि यो सेकेन्ड अप्सनमा क्लिक गरेर अनि प्रोसेसिङमा गरिदिनु होला। अनि यो आफै हुन्छ। अनि यो प्रोसेसिङ भइसकेपछि तपाईँ नेक्स्ट अप्सनमा जानुहुन्छ। त्यसपछि तपाईँको यस्तो इन्टरफेस देखाउँछ आफ्नो जिमेलमा गइसकेपछि जिमेलमा फेरि क्लिक गर्नु होला। जुन युट्युब च्यानल खोल्नु भएको छ त्यो जिमेलबाट तपाईँले क्लिक गर्नु होला र त्यसपछि यहाँनिर तपाईँको युट्युबको च्यानलको लिङ्क देखाउँछ, लिङ्कमा क्लिक गर्नु होला। अनि तल्लो साइडमा चाहिँ तपाईँको आफ्नो कन्ट्री सिलेक्ट गर्ने भन्ने हुन्छ। त्यसमा चाहिँ हाम्रो नेपाल सिलेक्ट गर्छु मैले चाहिँ। तपाईँहरूले पनि नेपाल सिलेक्ट गरेर सबमिट गरिदिनु होला। त्यो क्लिक गरिसकेपछि तल्लोतिर देखाउँछ अनि आई हेभ रेडमा यसमा तपाईँले क्लिक गर्नुपर्ने हुन्छ। त्यसमा टिक लगाइसकेपछि फेरि सबमिट देखाउँछ। तपाईँले चाहिँ सार्दै तल जानु होला अनि टिक लगाउनु होला। अनि त्यसपछि चाहिँ सबमिट भन्ने देखाउँछ। त्यसमा चाहिँ सेटअपमा क्लिक गर्नु होला। सेटअपमा क्लिक गरिसकेपछि तपाईँको फेरि आफ्नो डिटेल हाल्ने एउटा इन्टरफेस देखाउँछ। अनि एकछिन यसरी प्रोसेसिङ भएर तपाईँको चाहिँ आफ्नो नामहरू लेख्ने सबै यसमा चाहिँ आफ्नो एड्रेस सिटीहरू कहाँ हुनुहुन्छ सबै कुराहरू तपाईँले चाहिँ यहाँ फुलफिल गर्नुपर्ने हुन्छ। र तपाईँको आफ्नो नाम लेख्नु होला, जुन तपाईँको नाम छ त्यो लेख्नु होला, एड्रेस लेख्नु होला, जुन ठाउँमा बस्नुहुन्छ त्यहाँ ठाउँको एड्रेस लेख्नु होला। अनि एड्रेस लाइन 2मा चाहिँ तपाईँको कुन ठाउँमा नागरिकतामा कुन ठाउँमा भएको छ त्यो लेख्नु होला। अनि तपाईँको सिटी लेख्नु होला, तपाईँ जहाँ बस्नुहुन्छ। अनि पोस्टल कोड पनि लेख्नु होला, तपाईँ जहाँ बस्नुहुन्छ त्यहाँको पोस्टल कोड लेख्दा नि हुन्छ। र तपाईँको गाउँकै नागरिकतामा जहाँ छ जे एड्रेस छ त्यसमा लेख्दा नि हुन्छ। र तपाईँले लास्टमा चाहिँ तपाईँले फोन नम्बर लेख्नु होला। म चाहिँ यहाँ लेख्दैछु है। आफ्नो नम्बर हानिसकेपछि तपाईँले सबमिटमा क्लिक गर्ने होला। साथीहरू यति गरिसकेपछि तपाईँको चाहिँ यो एड्रेस फुलफिल भइसकेको छ र तपाईँ अर्को ठाउँमा जानु सक्नुहुन्छ। र त्यसपछि सर्चिङ भएर यहाँ जान्छ। अनि यसमा फेरि तल रिसाइड टु युट्युबमा क्लिक गर्नु होला। त्यसपछि तपाईँले एड गरेर फेरि क्लिक गर्ने होला। र त्यसपछि तपाईँको चाहिँ यो रिभ्यूमा गइसकेको छ साथीहरू। र रिभ्यूमा गइसकेपछि फेरि तपाईँले यसरी स्क्रोल डाउन गर्नु होला। अनि त्यसपछि तपाईँको चाहिँ देखाउँछ। र फेरि एकछिन पछि तपाईँलाई म्यासेज दिन्छ तपाईँको रिभ्यू भइसक्यो र तपाईँको सक्सेसफुल भइसक्यो भनेपछि सक्सेसफुल भनेर तपाईँको युट्युब च्यानल सक्सेसफुल भनेर एउटा इमेल आउने गर्छ। जब इमेल आइसक्यो भने तपाईँको चाहिँ मोनिटाइज भइसकेको छ साथीहरू। यसरी चाहिँ तपाईँहरूले पनि आफ्नो युट्युब च्यानल मोनिटाइज गर्नु होला है त। हस् त, नमस्कार।